गाइज न आज चाहिँ हामी फिल्म हेर्न जान लाग्यो मन दुईजना मात्र अन्त त पहिला होइन सबैलाई ल ह्याप्पी न्यू इयर होइन अब कोही भएन के अरू चाहिँ केटाहरू अनि सबैले धोका हाने हामीलाई ल अहिले चाहिँ हामी होइन यहाँ हाम्रो घरतिर आएर निस्किसकेको छौँ बाहिर बाटोतिर आएको छौँ पुरानो घरतिर यता चाहिँ पहिला म यहाँ बस्थेँ यता खै थाहा छैन यार मलाई त लामो पर्छ बाटो यहाँ चाहिँ हामी अब चाहिँ होइन पिताम्बर फिल्म हेर्न जान लाग्छौँ कि नयाँ एउटा फिल्म हेर्न जान्छ अर्को हेरेर आउँछ इमोसनल ड्यामेज ए पुल त छैन त्यस्तै ए ल उमा कसरी जाने ल गाइज हेर्नु चाहिँ हामीले त झ्याउ भयो नि त यहाँ त पुलै छैन त पुल बगाइदिएछ अस्ति आएको बाढी त तलबाटै हिँडेर जानुपर्छ हामीलाई झ्याउ नि भयो गाइज ल आज चाहिँ होइन बिहानदेखिकै भिडियो हाल्छु भनेको थिएँ मैले खानासाना बनाएको अझ होइन अनि त्यसपछि अनि बिहान रनिङ गएको यताति सब भिडियो हाल्छु भनेको थिएँ तर अनि के गर्ने अनि म बिहान 7 बजी जानै पाएको प्लान क्यान्सल भयो ल गाइज हामीलाई झ्याउनी भयो हेर्नु त यार यहाँ यस्तरी मान्छेहरू त यस्तै त हो पहिला त फिल्म गर्न हेर्न गएको होइन हाल्छु गरेर तर त्यो फिल्म चाहिँ हाल्न दिएको अरे यार अनि नेपाली फिल्महरूको फेरि यति हाल्यो भने पनि कपिराइट लागिहाल्छ क्या त्यही भएर फेरि आएर छोप्यो भने झ्याउ हुन्छ नि त मुद्दा हान्छ झ्याउ हुन्छ नि त त्यही भएर फुड फेस्टिभल लाग्छ अरे आज अस्ति नै एउटा होगर चलेको चाहिँ न्यु इयरको लागि होइन त्यो पनि देखाइदिन्छु होइन अनि बिस्तारै सबै देखाउँछु भने खाएको त सबै देखाइहाल्छु नि छ्यामा यहाँ लास्टै गना खाबे कुकुर मऱ्यो क्या सब हिँडेर फाल्दो रहेछ नि क्या हो सब पुरामा प्याक गरेर फाल्दो रहेछ नि क्या यार हाम्रो चाहिँ आएन यो भिडियो चाहिँ आएन #6 भ्लग हुन्छ होइन ट्याक्क होइन अब न्यु इयरकै मौकामा नयाँ भिडियो हाल्छु भने ठिकै न्यु इयरमै हाल्छु भने ठिकै खास त होइन अब न्यु इयरमा चाहिँ हाल्न पाइएन क्या अब न्यु इयरकै भिडियो आज एडिट हानेर त भ्याइन्न हाल्नको लागि त्यही भएर हल्का 3-4 दिन त लाग्छ भिडियो आउन त्यही भएर 3-4 दिनपछि यो भिडियो आउने भए पनि सबैले ह्याप्पी न्यु इयरै गाइस मेरो तर्फबाट तर सबैले नयाँ हुनुहुन्छ होइन युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला होइन A few moments later ल गाइस हामी चाहिँ होइन बुद्धनगर आयौँ होइन बुद्धनगरको पुल थियौँ होइन आज हामीले लाउने भुल्यो क्या चाउचाउ लुगाएर जाने भने थियो मैले केटाहरू ज्याकेटमा हालेर त्यसलाई मेन जे चिजमा हालेर लिएर जाने भनेको चाउचाउ यार केही चिज नै भने भुल्यौँ क्या हामीले घर आएर 80 भन्छ तर भित्रहरू महँगो लिन्छ क्या त्यही भएर अनि भित्र गएर किन्नै मन लाग्दैन क्या त्यही भएर घरबाटै किनेर सबै सामानहरू लिएर जाने भनेको थियौँ लिएर जाने पाइएन हाम्रो प्लान क्यान्सल भयो अब भित्र गएर किन्नुपर्छ भने बाहिरबाट हिँडेपछि बाहिरबाट किनेर लग्न दिन्न त्यही हो अब ल गाइस केटाहरू नभएर रमाइलो नै भएको छैन कि यार नयाँ वर्ष भएर पनि यार झौला रहेछ 2 जना मात्र भएर पनि ल गाइस होइन अरू चाहिँ छम्मा भेट्नको लागि 7 खोला तरेर जान्छौँ हामी चाहिँ फिल्म हेर्नको लागि अनि 2 खोला भयो भने तरेर आइसक्यौँ पुल नभएको खोलामा एउटा त उहाँ घरतिर रुकावट मात्रै छ अनि उताबाट जाँदाखेरि भने घरबाट आउँदाखेरि एउटा खोला कट्यो अब यहाँबाट चाहिँ अनि अर्को खोला यहाँ साकेको पछाडि साथीहरू छ होइन सब्सक्राइब हान्दिनँ भन्नु त सकीमा गाइस चिनेको छ भने सबै यहाँ अनि खाएर जाने हो भने के छ भने पैसा त धेरै छैन क्या त्यही पनि अनि पैसा नसिदिने बेलसम्म चाहिँ बसेर खाएर जाने हो ल
फाइनल्ली हामी मिलन हलको पछाडिपट्टि आइसक्यो तर हामी चाहिँ जाने होइन मिलन हल चाहिँ जाने होइन हामी चाहिँ जाने हो द्वारिकामा हो सकेको पुरानो छम्मा होइन त्यस्तो नभन कलेजको साथी अब मैले चिनेको थिएन अनि ल है तिमी साथीलाई सब्सक्राइब हान्दिन भने है च्यानलमा सब्सक्राइबर बढिरहेको छैन क्या कलेज भएको दिन सबलाई मोबाइल मागेर सब्सक्राइब गरिदिनु ल ल गाइज अब हाम्रो चाहिँ सबैले यसरी नै बढाइदिनु पऱ्यो क्या अमृतले बढाइदिनु लागिसक्यो कोप्रे चोपे टेङ्गाना घाँस भन न म असल त्यो भाइले पढाएकै होइन कट्टा हान्छु भाइ त घर आयो बुढा लाग्यो तेरो दाइ मिदी भइसक्यो भन्छ नि त्यस्तै कोप्रे के भनेर तेरो दाइ अब युट्युबर भइसक्यो सब्सक्राइब कोप्रे चोपे तेरो दाइ युट्युबर भइसक्यो अब सब्सक्राइब बढाइदिए आशिषलाई चाहिँ टेङ्गाना भन्नुहुन्न क्या झ्याउँछ फेरि भनिसक्यो टेङ्गाना भाले देखाउँछ भाइले अझै माछाले अझ घर तिन कुलेको भाले छ अब नयाँ वर्ष ती भाले काटेर मनाउने अरे ल हामी चाहिँ पीताम्बर फिल्म हेर्न आइएछ फिल्म पनि धेरै समयपछि हेर्न आएको फिल्म चाहिँ हेरिराखिन्थ्यो होइन तर साउथ फिल्महरू धेरै हेरिन्थ्यो होइन अस्ति भर्खर उस पनि हेरेको के अरे सिकन्दर फिल्म त्यो पनि हेरेको यहाँ चाहिँ यो फिल्मको हल्का ट्रेलर हेरेको थियो क्या ट्रेलर राम्रो लाग्यो होइन त्यही भएर हेर म पनि नेपाली फिल्मलाई नै हल्का सपोर्ट देखाइदिनु पर्छ नेपाली भएर त्यति पनि गरेन भने त यार क्या त्यो पीताम्बर फिल्म त लाखेको ट्रेलर राम्रो लागेर त्यो हेर्न आएको ल यहाँ चाहिँ हामी अब टिकट किन्न लागि पहिलोचोटि भनेको फिल्म लाग्न लाग्यो जहिले नि आउँदाखेरि जस्तै हुन्छ होइन आज चाहिँ होइन फिल्म हेर्न पाइयो लिफ्ट जाने कि सिडी चढ्ने अब कता सिडी नै ल हामीलाई खाइसक्यो अब चाहिँ हल्का एकछिन आराम गर्नु पर्यो कहाँ हो भाउजूसँग न्यु इयरमा मनाउन कहाँ जानुहुन्छ अरे माछालाई धोकेबाजहरू हामी सिङ्गरलाई के A few moments later. 1 hour later. ल हामी चाहिँ यो नास्ता किन्न आएको छौँ हात भयो फिल्मको 100 रे के कुर्कुरेलाई कति हो अरे त्यो हो कि कुर्कुरले कति छ मान्छेहरू महँगो भयो यति पैसामा त यति पैसामा हामी पुरै भयो नि बजार घुमेर आइन्छ नास्ता खाने पैसामा फुड फेस्टिभलमा खाना पाइन्न आज पैसा दियो के देखेछ 80 ल गाइस हेर्नु अलिक महँगो भयो क्या यार यहाँ कमेन्ट गरेर घटाउन टिकट सस्तो गरा 200 रुपियाँ खाना महँगो टिकटबाट उठाउन सक्दैन टिकटको उस खानाबाट उठाउनु अगाडि चाहिँ म त फ्यान भयो अरे भन्दै हिरोको टाउको उडाइदिएछ गाइज होइन त्यसको साथीको 2 hours later. ल गाइज फिल्म सिद्धिएको अवस्था हामी चाहिँ अब कोदा नि अरे अब फुड फेस्टिभल हामी चाहिँ फुड फेस्टिभल गइन्छ र फिल्म चाहिँ सिद्धियो
जम्मा 2 घन्टाको यार फिल्म यार एउटा गानै यार फिल्म गानै हरायो कि त्यो गाना यहाँ हाम्रो साथीले चाहिँ गाना मिस हानिरहेछन् ल अब हामी बाहिर निस्किन्छौँ जाउँ बाहिर फिल्मको लागि होइन खतरा मान्छे आएको छ न्यारा चाहिँ यार ल हामी फाइनल्ली केटाहरू यस्तो चाहिँ नरमै नि सक्यासम्म लिएर बाइक चाहिँ हिँड्न न होला जान्छ क्या यार यस्तो भयो भने यो चाहिँ पार्ट 1 गराउनु पऱ्यो नि यो भ्लगको चाहिँ भिडियो चाहिँ धेरै लानु हुन्छ अनि फुड फेस्टिभलको चाहिँ साँझ आउँछ न फेरि भिडियो गराउन अनि त्यसपछि त्यसैमा अर्को भिडियो गराइदिउँ ल केही फुड फेस्टिभलको पनि ल अहिले चाहिँ सबैलाई ल बाई 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 ल है बाई